नमस्कार दर्शक महानुभावहरू, यहाँलाई आगम टिभीमा हार्दिक स्वागत गर्दछु। विक्रम सम्वत 2081 साल धनु राशिका लागि कस्तो रहनेछ भन्ने जानकारी लिएर यो भिडियो यहाँहरूमाझ प्रस्तुत गर्ने जमर्को गरेको छु। त दर्शक महानुभावहरू, धनु राशिको स्वामी बृहस्पति देवको नमन गर्दै यहाँहरूलाई वार्षिक राशिफलको बारेमा जानकारी दिन गइरहेको छु। विक्रम सम्वत 2081 सालको पञ्चाङ्गलाई हेर्ने भने वर्ष लग्न कुण्डली, त्यस्तै गरी तपाईको जगल लग्न कुण्डलीको सुरुवात धनु लग्नबाट सुरुवात भएर यसको स्वामी बृहस्पति पञ्चम भावमा बसेको देख्न सकिन्छ। त्यसैले जो दर्शक महानुभावहरू यहाँहरूको धनु राशि छ, अवश्य पनि यहाँहरूका लागि 2081 साल फलदायी वर्ष रहनेछ। शनि शुभ रहनाले सुख बढ्नेछ, आर्थिक लाभका थुप्रै कामहरू बन्नेछन्। त्यस्तै गरी यो वर्ष राहु केतु बृहस्पति अशुभ रहने भएकाले दुःख, आफन्तसँग बिछोड हुने, शत्रु वृद्धि हुने, त्यस्तै गरी स्वास्थ्य सम्बन्धी समस्याहरू रहन सक्ने खालको भएकाले शुभफल प्राप्तिका लागि उक्त ग्रहहरूको शान्ति गर्नु भयो भने यहाँहरूको लागि विशेष राम्रो रहनेछ। त विशेष गरी धनुराशि हुनुभएका महानुभावहरूका लागि यो वर्षको वर्ष लग्न कुण्डली र जगलग्न कुण्डलीलाई विश्लेषण गर्दा विद्या, विचार, मातृ सुख अनि त्यसपछि पशुपालन, जमिन जायदाद, कृषि कर्म, त्यसै नवनिर्माणका विषयवस्तुले तपाईँको जीवनमा विशेष पक्ष राख्नेछन्। धनुराशि भएका महानुभावहरूले एउटा गृह सुख उपयोग गर्न सक्ने खालको समय रहनेछ भने अवश्य पनि एउटा उन्नति प्रगतिका कुराहरू, ऐश्वर्य, कीर्ति, वान योग, योग आदिको समय पनि यहाँहरूका लागि रहनेछ। एउटा असल नैतिक चरित्र र पिताको संस्कारलाई धानेर अगाडि बढ्न सक्ने खालको समय यहाँहरूका लागि रहनेछ। त अवश्य पनि यहाँहरू जो धनुराशि हुनुभएको छ, यहाँहरूको विशेष गरी एउटा फोक्सो स्वानजन्य अथवा श्वास प्रश्वास सम्बन्धी समस्याहरू आउन सक्ने भएकाले 81 सालमा विशेष जोगिएर अगाडि बढिदिनु भयो भने यहाँहरूका लागि राम्रो हुनेछ। जो दर्शक महानुभावहरू धनुराशि हुनुभएको छ, वर्षको हिसाबमा एउटा महिनाको हिसाबमा सूर्य कुण्डलीलाई अध्ययन गर्दा वैशाखमा हानि र आर्थिक सङ्कट पर्ने खालको समय रहन्छ भने ज्येष्ठ महिनामा हेर्ने भने शत्रु नाश र सुख प्राप्ति हुने खालको समय रहन्छ। त्यस्तै गरी असारमा भने सञ्चित धनको नाश गराउन सक्ने खालको समय, यात्रा गराउन सक्ने खालको समय यहाँहरूको लागि रहन्छ। त्यसै गरी साउनमा भने स्वास्थ्यका क्षेत्रमा खर्च अभिवृद्धि हुने अथवा तपाईँले रोग ऋणका लागि चाहिँ अवश्य पनि खर्च बढेर जान खालको समय यहाँहरूका लागि रहनेछ। त्यस्तै गरी भदौमा मानहानिको समय रहनेछ भने असोजमा कार्य सफलता रहने, सुख रहने खालको समय रहन्छ भने कार्तिकमा गएर आकस्मिक धन लाभ हुने खालको समय यहाँहरूका लागि रहन्छ। त्यस्तै गरी मङ्सिरमा हेर्ने खर्च वृद्धि हुने, अलिकति पीडा कष्ट हुने खालको समय रहन्छ भने पुसमा यात्रा र स्थान परिवर्तनको समय रहनेछ। त्यसै गरी माघ महिनालाई विचार गर्दा हानि नोक्सानी बढ्ने, फागुनमा हेर्ने भने सुख बढ्नुका साथै धन लाभ हुने खालको समय देखिन्छ भने चैत महिनामा हेर्ने भने सामान्य रोगहरूले समेत दुःख दिने खालको समय यहाँहरूका लागि रहनेछ। यो वर्ष विशेष गरी धनुराशि हुनुभएका महानुभावलाई व्यापारबाट सामान्य लाभ भए पनि पठन पाठनका कार्यहरूबाट, अध्ययन अध्यापनका क्षेत्रबाट चाहिँ मनकी सफलता मिल्ने खालको समय देखिन्छ। त अवश्य पनि धनुराशि हुनुभएको महानुभावहरू 2081 सालमा लकी नम्बर छान्दै हुनुहुन्छ भने यसको स्वामी बृहस्पति केन्द्रमा गएर बसेको छ, शुभ भावमा गएर बसेको छ भने यहाँहरूले 1, 5 वा 9 नम्बर छानेर अगाडि बढिदिनु भयो भने यहाँहरूका लागि राम्रो हुन्छ। त्यस्तै गरी पूर्वी दिशाको फैलावट कर्मक्षेत्रले पनि तपाईँलाई दीर्घकालीन एउटा लाभ फाइदा पुर्याउने खालको यहाँहरूका लागि दिशाको हिसाबमा राम्रो रहनेछ भने कपडाहरूको प्रयोगमा चाहिँ विशेष गरी पहेँला कपडाहरूको प्रयोगहरू गरिदिनु भयो, पहेँलो फलफुलहरूको भोजन गर्नुभयो भने, खानुभयो भने यहाँहरूको लागि राम्रो रहनेछ। त समग्रमा धनुराशि हुनुभएका महानुभावहरूलाई एउटा सूर्य कुण्डलीका आधारमा हेर्दा जेठ, असोज, कार्तिक र फागुन महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन्। यस्तो बेलामा गरेका लगानी, तपाईँले गरेका कर्मले अवश्य पनि तपाईँलाई लाभ दिने खालको समय रहनेछ भने साउन, मङ्सिर, पुस, चैत महिना तपाईँको लागि प्रतिकूल रहने भएकाले विशेष गरी खानपिन, बाढी, यात्रामा ध्यान दिएर अगाडि बढ्नुभयो भने यहाँको लागि समय उत्तम रहनेछ। हजुरलाई यो जानकारी कस्तो लाग्यो? यदि यहाँहरू आफ्नो चिनाकुण्डली देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, रत्न वास्तु सम्बन्धी सेवा लिन चाहनुहुन्छ, त्यस्तै गरी पूर्वीय दर्शनका कुनै खोजी जिज्ञासा छन् भने पनि हामीहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ। आजलाई भने यहाँहरूको समय उत्तम तरिकाले बितोस्, बहुजन हिताय एवं जगत कल्याण गर्ने प्रेरणा मिलोस् भन्ने कामनाका साथ म प्रस्तुता भने बिदा माग्न चाहन्छु। नमस्कार।